हेलो गाइस, आज चाहिँ हामी डाइस गेम खेल्दैछौँ। ल स्टार्ट है त ल तिमी सिजर पेपर रक भइहाल्यो। ल छोरीको पाली है कतिचोटि हो तीनचोटि ल खाऊ उसलाई मनपर्ने खानेकुरा मोमो वान बाइट भयो नि कस्तो खानुको लागि यम्मी छ थुकै नि मैले त भयो है कतिचोटि दुईचोटि भयो ए यसलाई रहर पनि के लाग्छ कि आज खेलौँ भनेर ल फेरि सिजर पेपर रक ओ तिनै ल तीनचोटि ल कति हुन्छ त दुई तीनचोटि खाइसक्यो कहाँ एकचोटि खाएको हो नि त खाने हो ल छिटो गर न एक भयो ल त्यहाँ तु गाइसक्यो मबाट माउछ लागो नाटकै छ धेरै दुई भयो अब एकचोटि हो ल तीनचोटि भयो फेरि सिजर पेपर रक ओ पालो आउँदैन साथीहरू पाँचवटा ला एउटै मोमोको पिसलाई दुईचोटि बनाएर खायो भने मात्रै पुग्छ होला लास्टै खान मन लागेको छ हो त्यस्तो मिठो छ सुक्नेले बस्नु त होला नि अब है 2 5 टाइम खाँदा त माइ गड हुन्छ नि 3 यो बनाउँछ 4 ओ वान टाइम जुस खाउन 5 टाइम भइहाल्छ छिटो सकिन्छ एक सिधा पेपर र मैले हेरेको ल कति टाइम ल मेरो टाइम वान टाइम भयो हैन अब वान टाइम है ए हुन त्यसरी खानु मिल्छ अब हेर्नु अब मेरो पालो वान टाइम सिजर पेपर मैले दाइसँग दुईचोटि आफूले चाहिँ दुई एकै सिजर पेपर मैले खाएँ ल डन्डे बोक्यो दुई दुईचोटि मात्रै खाइ मुखमा अट्दैन त्यस्तो त्यस्तै नगर न ल त्यो अतिचार गर्दैन मुखमा नअट्दैन क्या एक टाइम टु टाइम सिजर पेपर रक एक टाइम जुस खाऊ गाली एकछिन न म खानु ओके सिजर पेपर रक मैले दाइस 6 टाइम 1 2 3 4 5 6 क्या त छ आइसक्रिम सात पिस दुई 3 4 5 लास्ट अब 4 आउँछ ल सिजर पेपर रक मैले खाएँ 4 वटा आउँछ लु जा जुससँग खान्छु नि ल सब खाइदेऊ ल एक छिटो गर्नुपर्छ ढिलो गर्न पाइँदैन त आराम हुन्छ गरम छिटो गरिहाल्न अब यो लास्टमा दुई पिस बाँकी छ हजुरहरूले सक्छ होला मलाई पिस राखिन्छ कि किन राख्थेँ मैले आयो त्यहाँ छ चार लास्ट भाइ चाहिँ एकदमै रमाइलो हुँदैछ हाम्रो यो मामु छाएको चाहिँ फर्स्ट टाइम हो लाबुको चाहिँ अस्ति माया खेलेको सेकेन्ड टाइम भयो छिटो छिटो आउनु छिटो के ममा त खानै पाइन् सक्यो